हान्नु कि क्या हो लभ गरे हो मसँग मलाई आँखामा हेर्नलाई अनि कस्तो खालको केटी हो यो मान्छे अनि किन छुदिन म कर गरेर हिँड त मसँग बिहे गरेर हिँड गर्छौ निस्क जाऊ पर्दैन यहाँ बस्न यस्तो मान्छेहरू चाहिँदैन जा तिमी जान्छौ कि म जान्छु यो ठाउँबाट होइन तिमी जान्छौ कि म जान्छु क्या सो गाइस अहिले चाहिँ हामीहरू म र भूमिका मिलेर चाहिँ प्र्याङ्क गर्नुवाला छौँ कसलाई भन्दै त मेरो एकजना साथी दिदी भन्नु साथीको दिदी हामीले चाहिँ भिडियो सुट गर्ने भनेर बोलाउनु लागेको छु अनि हामीले चाहिँ झगडा गर्छौँ के एकअर्का सो गाइस मेन चिज चाहिँ के हो भने सबैजनाले प्र्याङ्क भिडियो चाहियो भन्दै थियो अब हामी दुईजनाले त थाहा नै हुन्छ कि भने क्यामेरा त यहीँ हुन्छ सो हामीले चाहिँ के सोच्यो एउटा हामीले कुनै एडको प्रमोसन गर्न आँटेको छ सो क्यामेरा त्यहाँ राख्छौँ अनि उसलाई चाहिँ यस्तो फिल गराउँछौँ यो चाहिँ हामीले एड प्रमोसन भइरहेको छ भनेर त्यसपछि चाहिँ उसलाई हामी फर्स्टमा लेभल 5 सम्म प्र्याङ्क जान्छौँ लेभल 1 मा हामी एकदम सफ्ट हुन्छौँ होइन लेभल 5 मा यो र म यस्तो झगडा गर्छु कि उसलाई हामी पुरा रुवाउने बनाउँछौँ सो लेभल 1 वालादेखि 5 सम्म कस्तो कस्तो प्र्याङ्क छ पुरा हेर्नु होला सो अहिले चाहिँ गाइज हामीहरूले पुरा स्टुडियो जसरी नि यहाँनिर पुरा लाइटहरू राखेको छौँ अनि यहाँबाट चाहिँ भिडियो खिचेको जस्तो हामी नाटक गर्नेवाला छौँ दिदी कोही त नि तेरो म बोलाउँछु सो गाइज यहाँ हामी पुरा सुटिङ गरेको जस्तो नाटक गर्छौँ अनि उसलाई इन्भाइट गर्छौँ फर्स्टमा गाइज लेभल 1 प्र्याङ्क यस्तो एक्सट्रिम हुन्छ हेऱ्यो भने त के हुन्छ ढोकाको आवाज पनि आइसकेको छ म चाहिँ यहाँनिर फ्रस्ट्रेट भएर बसेको जस्तो गर्छु होइन लेभल 1 प्र्याङ्क यस्तो एक्सट्रिम हुन्छ हेलो नमस्ते दाई नमस्ते सोफिया हाई भन्दैन नि हाम्रो यहाँ घरमा हजुर विदेशीहरू यस्तै हो कि अलिकति विदेशी अलिकति हजुर कुन देशबाट आउनुभएको र ए ए ए अनि मैले तपाईँलाई कति बजी बोलाएको होइन नि त यस्तो हो नि त मैले तपाईँलाई बोलाइसक्यो भनेपछि त अनि यहाँनिर ब्रान्डले भोलि नै भिडियो बनाऊ भनिरहेको छ यहाँ सुट गरेर तपाईँ नआउने भनेर काठमाडौँ सिटीमा त्यो होइन नि त मैले तपाईँलाई 3 बजे बोलायो भनेपछि यहाँ 4:41 भयो भने थोरै एउटा त्यो हुनुपर्छ नि होइन र हजुरको त्यस्तो होइन नि त यार अचम्म छ यार यस्तो तरिकाले त कसरी काम गर्ने भन्नु दिमागै मेरो इरिटेट हुन्छ नि त यस्तो तरिकाले त नि यहाँ ऊ अघिदेखि क्यामेरा समातेर बसिरहेछ ऊ चाहिँ विवेक है हजुरको नाम के हो सोफिया रेकर्ड छ कि न रेकर्ड गर्ने हो कि नै के भएर मुड अफ भइरहेछ आज दाइको यसै कस्तो यस्तै हो र तर मैले उसलाई बोलाएको कति बजे तपाईँको यस्तो हो नि त अनि यस्तो हो नि त हामी अब यत्रो काठमाडौँ सिटीमा बसेको पछि किन मुख लगाएर तँलाई मैले बनाएको छ अब मैले सपोर्ट पनि दिन भनेको मैले मेरो प्रब्लम पनि अब मैले भन्न नपाउनु नयाँको मान्छे थाहा त कस्तो हुन्छ चुप्लाको भयो गल्ती मेरो छ भन्नु त तपाईँ आफै भन्नु न हो प्रोफेसनल हुनुपर्छ नि यस्तो कहिले गर्नु भएको छ कि नै होइन हामीलाई त चित्त दुख्छ नि त होइन बेगमा कति कुरो भन त ल जिम नगरिकन बसिरहेको छ यो तरिका होइन नि त यार अचम्म लाग्छ अब म चाहिँ के भन्छु नि यहाँनिर आया कस्तो के गर्ने यो कपडाहरू त कस्तो रहेछ भन्नु कति पैसा पनि हेर्नु कस्तो फेक लाग्दो भने दुईजनाले चाहिँ यति सस्तो भन्ने ल के भन्ने रे यति सस्तो हो तैँले पनि के भन्ने यति सस्तो म चाहिँ के भन्छु यो चाहिँ ठ्याक्कै यो ब्रान्डको हो ल सो बेग रेकर्ड गराइछ कि नै तिमीले ल है सास लिनु सक्छ नि तपाईँले गर्नुभएको छ नि होइन पहिला अहिले यति सस्तो भनेर एउटा जुम इन एङ्गल आउँछ क्या त्यसपछि चाहिँ हामी नेक्स्ट पार्टमा जान्छौँ नि है सो ल भयो रेडी हो तिमी एकछिन ल है म ठ्याक्क भन्छु अन्त भयो ल ओइ हेर्नु यो कपडाको प्राइस कस्तो यति सस्तो हाँसेर नभन्नु न यस्तो फेरि भन्दा त भन्दा यति सस्तो हो उसको आँखै हेर्नु त मलाई कति एक्साइटमेन्ट त्यो कसरी एक्साइटमेन्ट हुन्छ हजुर म फेरि ट्राई गर्छु अब फर्स्ट टाइम ल है फेरि गरौँ न त एकचोटि गर त यति सस्तो हो के कसरी गर्ने नि सस्तो किन हाँसिरा हो म तपाईँसँग कमेडी गरेको छैन नि त मजाक लागिरहेको छ तपाईँलाई फेरि भन्नु त गर त यति सस्तो भन्नु त यति सस्तो यति सस्तो गर्ने यति सस्तो फेरि है ल है रेडी हो ल अब चाहिँ के भन्छ म ठ्याक्क कपडा देखाउँछु अनि तपाईँको आवाज सानो छ माइक उता राखिदियो ल त ठुलोसोले बोल्छ नि त यो हामीले गर्नै पर्ने छ क्या तपाईँलाई पेमेन्ट टाइममा आउँछ बट प्लिज राम्रोसँग गरिदिनु ल हेलो विवेक रेडी हो ल लङ ब्रिथ लिउँ है सबैजनाले ल है ल विवेक
ओए ल हेर्नु यो कपडाको रेट यति सस्तो तपाईँ किन सानो सोले बोल्नु भइरहेछ क्या उसको आवाज यस्तो ठुलो आइरहेछ ठुलो सोले भन्नु न माइक नजिकै माइकमा छ ठुलो आउँछ भन्नु होला नि भयो त। नि त तपाईँले माइक नजिक भन्दैमा चाहिँ अनि रियाक्सन नि त्यो खानै नपाएको जस्तो यति सस्तो गर्ने होइन नि त भन्नु न खानु नपाएको सानो नपाएको चाहिँ कस्तो बोल्छ क्या दाइ त बात त सही है के सोच्छ भन्नु त मलाई भूमिले दाइ यस्तो गर्नु सक्दैन 2 घण्टा कुरिसकेपछि त फेरि लास्ट ल फेरि गरौँ रेडी हो अब ठुलो सोले बोल्नु ठुलो सोले कसरी ठुलो सरले हो ल है रेडी हो ओइ ल यो कपडाको प्राइस हेर्नु लो यति सस्तो ओ माय गॉड ओ माई गड चाहिँ कसले भन्छ ए अघि भन्नु भएको थिएन नि त त्यो भन्नुपर्छ भनेर अनि तिमीलाई मैले स्क्रिप्ट पठाएको के हेरेकै छैन ओ माई गड भन्ने होइन रिसाउनु र फेरि कति रिसाउनु हुन्छ के दाइ सम्म कुरा गर्छ यार अब के भन्ने रे ओ माई गड भन्ने कसरी भन्ने ओ माय गॉड यति सस्तो यस्तो कस्तो ओ माई गड कस्तो हुन्छ यस्तो कहाँ गड कहाँ छ यस्तोमा गर्छ ओ माई गड ओ माय गॉड हो के गर्ने ओ माय गॉड के हो के हो यो कहाँ हो कस्तो खालको गड हो उसको तिम्रो माथि नगर्नु न भन्छु फेरि देखाएको चाहिँ ओ माय गॉड भनेर यस्तो पुस्ता आँखा पनि यसले रोटेसन हुनु पर्यो लाइक कहाँ छ त भगवान ओ माई गड गर्ने कसरी ओ माय गॉड ओभर एक्टिङ होइन क्या यार कस्तो मान्छेले बोलायो कि तिमीले फर्स्ट टाइम गरे हो यो लास्ट टाइम गर्छु भएन भने चाहिँ म सक्दिनँ है है अब राम्रो हुन्छ राम्रो हुन्छ ल फेरि गर न लिड जाऊ न तिमी पनि कट सर्ट भन न कस्तो अचम्म केटा हो मेरो अनुहार पनि नराम्रो देखायो नि हेर्न ल रेडी हो भन ओइ ल हेर्नु कस्तो सस्तो कपडा लो कति सस्तो God, एमजी यति सस्तो। सरी मैले मिस्टेक गरेँ के हो मेरो गल्ती हो ओ माई गड चाहिँ कहाँबाट आयो फर्स्ट म्यान control ल अनु नजानु भन्छ अरे ओ माई गड भन्ने कहाँ थियो के ल ल कुर्दाखेरि यस्तै के जहिले कुर पर्यो ए बाबा मैले विवेक के भनेको थिएँ यति सस्तो ओ माई गड भन्ने 2-4वटा शब्द आउँदैन तपाईँलाई के गाडी गर्छ के छ्या अनि कस्तो ओ माई गड चाहिँ कसरी अगाडि भन्नुभयो तपाईँले फुल हुनु क्या फुल हुनु छ्या दिमाग तातिसक्यो यहाँ जो पान लिएर त दाइ साउनु त कहिले साउनु हुन्छ हो छ्या ए न दाइको रुममा त नसन दाइको रुममा हो मास दाइले त्यो दाइको रुममा तपाईँलाई थाहा छैन भने चाहिँ किन जानुहुन्छ त्यतिको हावातालमा तँलाई मैले तँलाई थाहा भने होइन ए अब म खुट्टा दुखिरहेको छ हैन मेरो घाउ भइरहेको भनेर यहाँ अनि कि माथि पुग्नु पर्छ नि त्यो भएर भनेको मलाई थाहा थिएन तपाईँको रुम हो भनेर तपाईँको रुम भन्ने कुरै नै छैन अर्काको रुममा कसरी जान सक्नुहुन्छ मेरो रुम पनि होइन जसको रुममा भन्छ तपाईँ कसरी रुममा जान सक्नुहुन्छ होइन के खालको केटी हो तपाईँ अचम्म पिड्छु क्या हो अनि अर्काको रुममा चाहिँ किन जानु पर्यो त्यहाँ सुन हुन्छ पैसा हुन्छ त्यतिकै जानु मिल्छ मलाई थाहा थिएन जानु हुँदैन भनेर रिस उठ्ने बस्नु थाहा थिएन भने सोध्ने हो नि त मुख छैन भगवान्ले मुख किन दिएको बोल्नलाई दिएको तपाईँ त कस्तो हुन्छ के दाइ नगर्नु न अनि त मेरो रुममा जान सक्छस् म जाँदै पनि थाहा भएन नि मैले एना कुरा जस्तो लाग्यो होला नि त ढोक्रो देखेर सुन्ने त्यो रुखो जस्तो अनुहार नपार्ने मलाई नभन्नु न त त्यस्तो के कस्तो लाग्छ नराम्रो लाग्दैन मलाई नराम्रो लाग्छ भने त सोध्ने हो नि त मुखमा जे पनि बोल्न पाउँछ मान्छेलाई म थाहा नहुनु कन्फ्युज हुन सक्दैन त्यो रुखो जस्तो तपाईँको त्यो बच्चाको जस्तो आँखा नदेखाउन मलाई निकालेर फालिदिन्छु म किन तल हेरेर यहाँ आएर बस्नु खुर्क आउनु न यहाँ के हजुरलाई हजुर तपाईँ आउनुहोस् भन्ने रिस उठ्ने अनुहार बिगारेछ बसेछ अनुहार के राम्री भयो भने त खान दिन्छ भगवान्ले तपाईँलाई होइन अर्काको रुममा भनेको के मलाई रिस उठ्छ के दाइ अब चाहिँ ओभर भइसक्यो तपाईँ मेरो रुममा कहिले गछस् अनि कन्फ्युज तपाईँको रुममा तपाईँ कसैलाई इन्टर गर्न दिनुहुन्छ सुत्ने म त भोक लाग्यो के खान्छु बरु सुत्ने मेरो गल्ती तपाईँको गल्ती त छ नि अनि मेरो गल्ती त भन्नु परेन हम्बल नबन्नु त्यहाँ बेकारको रिस उठ्ने हेर्नु न यार कस्तो के बोल्यो के दाइ हेर्नु 2 घण्टा कुराएछ त्यतिकै कस्तो सुट गरौँ म के खान्छु भोक लाग्यो भनेर हेलो हुन्छ हुन्छ सुन त के खान्छ अरे म मोमो खान्छु के खाने मोमो मोमो खाने ल सुन्न त्यही मोमो र त्यो ल्याइदिनु ल अनि यहाँ नसोधेको हजुर ल्याइदिनु ल खासै ए होइन पर्दैन मलाई म अघि भर्खर आउने बेलामा खाना खाएर आएको थिएँ के खानुहुन्छ भोक लागेछ हजुरलाई होइन
त्यो मलाई यस्तो आँसु देखाएको चाहिँ मन पर्दैन है काम गरेको बेला यस्तो आँसु देखाउनु भए नआउनु बरु त्यो आँखामा के पसेको जस्तो लाग्छ हेर्नु के परेको अब त्यो त्यसबाट त्यस्तो भइरहेको हो एकचोटि गर्नु अचम्म केटीको आउँछ हौ बिहोरा पनि होइन मेरो आँखामा के लास्ट स्टोरी गर्छौँ यो अलिक भएन भने चाहिँ म चाहिँ सक्दिनँ है ल है पिएक रेडी हो र यति भिडियो हाँस्नु न यार कस्तो तपाईँको अनुहार रातो बनाएर तपाईले यस्तो हामीले गाली गर्छ हाँस्छ त भन्छ मान्छे कस्तो हुन्छ नराम्रो लाग्दैन होला है अब मलाई त ओभर सुन्छ के दाइ होइन ठिक छ मैले गर्न हुन्थ्यो त मसँग कुन लागेको अनि के गर्नु आउँदै उसको फर्स्ट टाइम नराम्रो लाग्दैन नि गरेपछि मैले लगाएको मान्छे मलाई के सोच्छ अन्त उसले के भन्दैछ फेरि सुन के भयो अरे होइन आफूले ठुलो मान्छेलाई जस्तो साथी त्यस्तै बिहोरावाला साथी खोज्छ आफू जस्तै त्यस्तै साथी लिएर छ एटलिस्ट उसको त थोरै दिमाग छ नि मैले गर्दा मुड नबिगार्नु मैले सुट बिगारिदिरहेको छु सुट बिगारिदिएर चाहिँ यहीले हान्यो कि क्या हो के भएको म दिन्छु अलिक गिला यस्तो नगर्नु के यही सुट्नु मलाई बिहोरा सकेको लास्ट स्टोरी गरौँ बिहे भएन भने चाहिँ म चाहिँ सक्दिनँ है यो ब्याग चाहिँ किन ल्याइराखेँ फेरि उता कसको ब्याग हो यो पाइथे अनि तपाईँको यहाँ राख्ने हो यो ब्याग अनि सोफामा राखेर कहाँ राख्नु सुटमा ब्याग देखाउने हो भगवान के ब्यागको प्रमोसन छ के सुटमा देखायो लास्ट स्टोरी गर्छौँ है यहाँनिर ल के भन्ने रे वाह के भन्ने थाहा छैन यत्रो सम्झायो अब के भन्ने रे यति सस्तो ओ माई गड गर्ने के गर्ने अलि मायाले भन्नु न मायाले यति सस्तो ओ माई गड हो यति मात्र भनौँ यही भन्न नै 10 घण्टा लाउँछ सित्तैमा पैसा आउँछ जस्तो बे गर हाँस्नु न के तपाईँलाई के घरमा जस्तो हो र आँसु आयो भने छैन फेरि किन हाँसेको सम्झाइरहेको बेला हाँस्ने हो तपाईँको घरमा जस्तो होइन नि आँसु ल्याउँदैमा तपाईँलाई माया गर्ने काम गर्नुमै प्रोफेसनली गर्ने हो सित्तैमा पैसा आउँदैन क्या सुन्ने अनि मलाई त इरिटेट भइसक्यो यति 2 घण्टा ढिला को आउँछ ल गरौँ ओइ यो प्रोडक्ट हेर त यति सस्तो ओ माय गॉड ओ बल्ल सक्यो फेरि किन हाँसे क्या अब चाहिँ यहाँ के भने यति सस्तो भन्छ होइन अनि मैले हो नि गर्छु तपाईँले चाहिँ के अरे हो नि गर्ने अगर क्यों यस्तो आउँदैन गर्नु मन यस्तो नि हो नि गर्ने कस्तो गर्ने रे होनी गर्ने यस यसरी होनी गर्ने कस्तो गर्ने रे सक्छ कि सक्दैन ट्राई गर्छु ल ट्राई गरौँ है ल भयो बे ल होइन त मलाई चाहिँ किन राखे अगाडि हेर्ने हो कि अगाडि हेरेर होनी गर्ने हो लभ गरे हो मसँग मलाई आँखामा हेर्नलाई कस्तो अचम्म केटी छ मलाई पो हेरेर बस्छ ब्रो एड गरिरहेको छु उता हेर्ने हो नि त यार कस्तो आपिकेटलाई लिएर आएको मैले राम्रोसँग लिएर भनेर पुरो पैसै राम्रो दिन्छ भनेर फेरि बिरेक ल लास्ट स्टोरी गर्छौँ यो तरिकाले चाहिँ म हिँडिदिन्छु है भएन ल के भने होनी गर्ने ल हो उसको हात कता गर्छ तपाईँको हात हेर्नु न यार ल फेरि ल है रेडी हो ल हो र कति रोक्या होनी 2 चोटि मात्र भन्ने कि त्यस्तो तरिकाले नै हुँदैन मलाई आफै जस्तो केटीहरुले बनाउँछ I'm sorry मैले गर्दा तिमीले अब के भयो भने दाइ हैन तपाईहरु अलिक ढिला आउनु भएर रिसाएको छ त्यस्तो नराम्रो नमान्नु दाइ लास्ट मन्थ सभा छ भनेर भन्नु क्या दा रिसाउनु भयो त्यस्तो भयो क्या उसलाई कुरेको मन पर्दैन कि जहिले पनि म ढिलायो नि त मलाई मार्न खोज्छ नि बेदाइ तपाईँ ढिलायो भने त नि सबै त्यस्तै हो म फेरि 2 घन्टा ढिलो भयो कि अनि त्यो भएर दाइ जति रिसाए पनि मनको चाहिँ एकदम सफा हुन्छ एकछिन म फेरि यस्तो ढिला कहिले हुन्थेन अझै फेरि पठाउ एकदम जाम भयो कि आउँदाखेरि अनि तपाईँ 2 घन्टा लेट आउनु भयो त्यो भएर झन् रिसाउनु भयो कि अब त्यो 10-15 मिनट भएको भए त बेदै के हुँदैन है अन्त हाम्रो क्यामेराको चार्ज पनि सकिसक्यो अब त सुट गर्नु ला हो
अघि 2 घन्टादेखि रेडी यत्तिकै राखेर बसेर हामी क्यामेरा अघि 2 घन्टादेखि अनि छ नि म उहाँलाई सरी भन्न चाहन्छु अहिले फेरि सँग दाइ दाइ के आउनु के भयो कि छ बजाउ न के भन्दैछ के भन्छ रे अब सरी भन्छ भने न नै रिसाउँछ भने होइन कि मलाई नि चित्त दुख्छ नि त हिरोइन भन्दा बढी ट्याटु हाने रहेछ त्यहाँ पिनी ला मलाई रिस उठ्छ कि मैले आज एकदम ढिला गरेर तपाईँको सुट बिगाडेँ त्यसको लागि आइएम सरी मेरो गल्ती मैले गर्दा मुड नबिगार्नु न आफ्नो कसो सरी भनिसक्नु भयो त हो छोडिदिनु न के दाइ चाहिएको तपाईँको सरी भन्दैमा हुने भयो त हजुर म त धेरैलाई सरी भन्दै हिँड्दा पिट्थेँ सरी भन्दै हिँड्थेँ क्या मान्छेहरूलाई चित्त दुख्छ नि त जे भयो भने होइन र मैले यहाँनिर भोलि कम्पनीलाई दिने भनेर मैले तँलाई कतिचोटि भने बारम्बार बहिनी 3 बजी आइज 3 बजी 4:30 बजी आउनु भएछ अनि त दुख्दैन मन नरिसाउ भने नि कसरी नरिसाउ यार मै नराम्रो क्या अब मैले गाली गरेँ म नराम्रो भयो अब होइन के ल होइन ल अब एकचोटि खाजा खाएर यस्तो भुलेर चाहिँ खाजा खाएर फेरि अब यस्तो रिटेक गर्नुपर्छ बालवाला ल्याम ल्याम हान्नुपर्छ रोक्छु नक मुडै मात्र अफ हुने यार भयो रोक चिसो भनेर चिसो भने मुड फ्रेस हुन्छ मजाक नगर्नु मैले कति बोलेको हो भोलि कम्पनीले गाली गर्यो भने के गर्ने चुप लाएर बस्नु कति बोलेको अब 2 मिनेट काम त नि खाएपछि त फेरि एनर्जी त फुल अब यता छोडिदियो अफ गरिदियो त्यो उ यहाँ आउनु भएछ यता राखिदिनु न दिदी हाम्रो मम्मा म त यस्तो भोक लागेछ नि तिर पैसा नआउनु त्यस्तो तिर हुन्छ क्युआर दिनु न तपाईँले पैसा तिर पर्दैन के हुँदैन तिर क्रुक्क म ढिला आएको छ कतिले ए नगर्नु न त्यस्तो जिस्केको तिर्सक्यो अघि नै तिर्सक्यो बहिनी तिर्सक्यो दोबारा सोध न हुन्छ थ्याङ्क यू बहिनी छिटो खाए हेल्प गरौँ म 2 खालको मगाएको तपाईँले त्यो बफ मोमो के उ त्यो यो चाहिँ चिकन मोमो ओके म बफ खादिनँ नि त गाइस यो चाहिँ हाम्रो दुवै दाइलाई दिदी आउनै खानु खाऊ आऊ ए आऊ खाऊ विवेक म खाइसकेँ नखाने तिमी खाऊ न कस्तो क्याच गरेर खाएको घिनै लाग्ने गर्छ सुँगुरले चार खा जस्तो त्यो बफ हो के म मागा निकालेर खानु एउटा ए होइन खानु न एउटा खान्छु किन फेरि खाएको लौ ल अघि आफैले नखाने भनेको कि नै अलिक खाँदिनु न के भयो त औ छ्या यसलाई त ए मुखै हाल्दै सबै मुखमा हाल्दै ला खाऊ सबै नै बरु यस्तो फेक केटीहरू दिएर क्या मलाई रिस उठ्ने तिमी चाहिँ किन भाग्यो नि खाऊ न अनि के हो यो खाने स्टाइल पनि होइन भन्नु न औ छ्या नराम्रो लाग्दैन भनेको उसलाई चाहिँ हेर्न खाएको आउँछ होइन मैले खाएँ भनेर रिस आएन उसले नखाने भनेको थियो कि नै मैले खाँदिनँ भनेको थियो नि ठिकसँग खाँदिनँ उसले कर गरेर मात्रै एउटा खाएको कर गरेर त्यसो ल कर गरेर यहाँ भुइँमा बस्छ नि त ल कर गरेर पैसा देऊ त ल राम्रो मुखले सोधिरहेको छु खान्छौ भनेपछि त खान्छु भन्दा मलाई प्रब्लम भएको थिएन क्या मैले खाँदिनँ अरे फेरि खान्छु रे तँ रिस उठ्ने हो सुन्नु न अनि मोमो चाहिँ केसँग खाने अचारै नपठाएर हावा मान्छे यार अचारै बिना मोमो पठाइदिन्छ यार बरु किमै नहालिकन रोटी मात्रै पठाइदियो भने त हामी बेलेर खान्थ्यौँ मोमो बनाएर होइन नि त्यसरी हुँदैन नि त यार अब त सेलाइहाल्छ नि यार त हावा यार रिसी उठ्ने उयो मोमो खाएर यो अर्को रिस उठेर आएछ अब त खाँदा हुन्छ त होइन पढेर अनि के खालके आइमे हो तिमी त मेरो पेट टन्न छ टन्ने भने मुखमा चाहिँ हाल्छ फेरि टन्नै छ भन्छ होइन उसले कर गरेको भएर मात्रै खाएको त्यसो कर गरेर हिँड त मसँग बिहे गरेर हिँड गर्छौ होइन ओए तिमी गर त बिहे जोडी पनि छौ लु
कालेर गोरो टक्क चाउने अनि के भन्यो क्या कस्तो हुन्छ होला भन्नु अनि कल गर भनेमा मैले खाने भनेर सोध्दा चाहिँ किन नखाने भनेको त किन नाटक देखाउनु पर्यो तिम्रो नाटक देखाउने यो घर हो तिम्रो अनि कस्तो नाटक गरेको हो के यो त ऊपर बेरामा खाने कस्तो अति नगरे त फेरि हान्त त मलाई हान्त अति गरेर त नि म त भन्नु हेर्नु न म के भन्ने के तैले झगडा तेरो साथीलाई पनि पिट्छु तँलाई पनि पिट्छु नि म लु त त्यसले कर गर भने त तिमी बिहे गर नि त उसँग कस्तो मैले गर्दा तिमीले गर्दा बिहे गर नि त आऊ यहाँ उयो ल ल यहाँ यहाँ तिमी यहाँ तिमी यहाँ आऊ न त अनि कस्तो आएको केटी हो यो मान्छे अनि किन छुदिनँ म हात होइन अहिले यही लट्ठी यसले हान्यो क्या मोबाइलले अहिले होइन मलाई त रिस उठ्छ कि म त पारा तातिन्छ कि मलाई बाल जेसुकै भनोस् रिस उठ्ने म अब यस्तो केटी नलिएर है न भिडियो बनाउँछ न राम्रोसँग न के गर्छ टाइम मात्र खाने लाटोले पापा हेरे जस्तो हात पर बसेको छ खाँदिनँ भनेर खाछ मेरो अर्काको रुममा गछ यस्तो होइन बहिनी मान्छे भने एउटा डिसिप्लिन पनि हुनुपर्छ र एउटा ह्युमेनिटी भएपछि के कहाँ के गर्ने भनेर थाहा हुनुपर्छ नि त उसको हाई रे आउने बेला तिम्रो हाई हो के मैले उसको त नेपाली भाषा नि के छ के विदेशबाट आएको नि मैले अब के म के सबै सेन्टेन्स पुरा गरिदिनु मैले आँसु ननिकाल के आँसु निकाल्छ यस्तो आँसु निकाल्नु मेरो नि भिडियो भनेन मैले माया गर न त बेउरा पनि सकिएको काहीँ नभएको तेरो बेउरा सक्यो होला नि सकिन्छ अहिले हुन्छ उसको घरमा माया गरे जस्तो हो क्या यहाँनिर निस्क त पर्दैन यहाँ बस्न यस्तो मान्छेहरू चाहिँदैन जा तिमी जान्छौ कि म जान्छु यो ठाउँबाट होइन तिमी जान्छौ कि म जान्छु क्या कस्तो बेला सकेको हौ छ्या मान्छेहरू जाबा प्र्याङ्कहरू यता बेला यस्तो आएको किन रुको अघि त रोजेन त अचानक चाहिँ कहाँबाट रुयो फेरि लौ अघिदेखि रोएर कत्रो गाली गरेर त रुदैन सरी भन्नु नाटक गरे होला पहिले अहिलेसम्म रोकेको थिएन अहिले त सरी भन्नु छिटो होइन मैले साँच्चीकै गल्ती गरे हो कि होइन कि त्यहाँदेखि हामीले चाहिँ प्राङ्क हाने भन्ने कुरा भएको थियो क्या अन्त मेरो प्राङ्क हानेको भन्नु सरी छिटो होइन मेरो गल्ती छ आइम सरी हो इट्स ओके काम त बोल्नु म खुलाइदिनु अब होइन पर्दैन म जान्छु ल कुर्ग ए प्राङ्क हो क्या प्राङ्क हो कस्तो प्राङ्क हो यो क्या अघि रेकर्ड भएको थियो कि हामीले त कस्तो प्राङ्क हो यो के हो प्राङ्क हो यो होइन प्लिज दौ निस्क जान्न दिउँ न दौ छिटो It's a prank. Prank भन्नु न छिटो बिचारा ए म के जानी के मेरो यहाँ कपडाको काम छ म प्राङ्क भन्छु म जाऊ तिमी निस्क अर्कोलाई बोला प्राङ्क हो यो जाऊ निस्क औडे यस्तो आउनु पर्दैन बाटो यता छ होइन घर जानुभन्दा अगाडि खुट्टा ढोक्नु पर्छ भने थाहा छैन होइन निस्किनु भन्दा अगाडि त जी भन्ने खुट्टा ढोक्ने आशीर्वाद लिने छैन चलन होइन जिस्केको अचार पनि मामा खायो के भयो साँच्चीकै भन्नुभएको कि हामी चाहिँ ऊ र मम्मीले चाहिँ तिमीलाई प्राङ्क गरे हो क्या सरी साँच्चीकै तेरो त घरि त्यो क्यामेरा हेरेर गएकै त छैन कहाँ तिमी रिसाउँछ होइन यस्तो राम्रो केटीसँग कहाँ रिसाउँछ म होइन म कहिले रिसाउँछ त बहिनी कस्तो लाग्यो यहाँ हेर्नु त क्यामेरा त्यही थियो त देखेन म त त्यो अघिनको सुट भइरहेको भएर आउनु भएको होला सोचेको सो गाइस तपाईँहरूले यो प्राङ्क भिडियो कस्तो लाग्यो तपाईँलाई कस्तो फिल भयो मलाई त साँच्चीकै रिस कस्तो साँच्चीकै हो ने भनेर यसरी हामीले एक्टिङ गर्दाखेरि तपाईँ कस्तो तर्सेको ने कस्तो फिल भयो तपाईँलाई
भोक लागेला मोमो म जान्छु पर ओइ 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 ओइ, होइन 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 बस्नु 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 जिस्केको जिस्केको कस्तो लाग्यो भन्नु त मन परेन ला मन परेन अरे मोमो खाइसक्यो वाह अचार पनि यस टाइममा आयो वाह टाइमिङ हेर गाइज अब मोमो पनि आयो अचार पनि आयो खानु बिचरा तपाईँलाई भोक लाग्यो होला है मलाई नराम्रो लाग्यो भनेर अचार पनि मोमो पनि खाएन खानु ल होइन पर्दैन सो गाइज यस्तो प्र्याङ्क तपाईँहरूलाई चाहिन्छ भने लाइक गर्नु होला अनि पार्ट 2 भन्नु होला अर्को टाइपको प्र्याङ्क नै हुन्छ मम्मीलाई गर्छ त्यो पालि चाहिँ आन्टीलाई त नो प्लिज मम्मीलाई त भाटा हान्नुहुन्छ तर भाटा खान रेडी हो हामी मलाई त्यसरी चाहिँ नपराउनु है